राबरी बोला राबरी सभ्य भाषा शांत भाषा शांत भाषा यो मान्छे को हो अहिले हामी विशेष मानिसन पर्दै पर्छ हामीसँग किन झगडा हामीलाई चाहिँ के गर्ने हामीले त कुनै खान आउँथ्यो भने तपाईँ कुरा पुर्याउने पार्टी कार्यालय अहिले यहाँ हामी आफ्नो पार्टी कार्यालयमा बाहिर घन्टा बेर बस्छौँ यहाँ बाटो किन तपाईँको निजी घर हो तपाईँको पनि मेरो पनि पार्टी कार्यालय हो नि दाइ हो कार्यालय तपाईँले गर्नु पनि किन हामीले जो मैले 4 माथि ढोकाभित्र पो जानु नदिनु तपाईँको भइहाल्छ गेटमा माथि जान रोक्नु बुढा मान्छेलाई दिएन बुढाहरूको मात्रै
यसरी चल्दाखेरि मात्रै जान दिएको राम्रो हो बरु होइन हामी त हाम्रो पार्टीकाहरूले यसो के छ भनेर आयो यहाँ छोरी चाहिँ नि हामी घर गरेर नि आएन होइन हामीलाई रोक्नु लाउनु पारेको छ भनेर माथि फोन गरिदिनु छोडिहाल्छ छोडिदियो भनेपछि हामी त्यहाँ माथि नै गएर हाम्रो क्रस गरेर राख्न पाउनुपर्छ आज कुरा यो लिखित छ तपाईको अधिकार छ यति मान्छेको जनता नआउन पार्टी कार्यालयभित्र छिर्न नपाउने भने केही छ भने के के प्रमाण छ तपाईले फलानु फलानु हो फलानु यहाँ मिलन बनाएकोले त नियम बनाएर हामीले पाइरहेको छौँ हामी यहाँ बस्छ हामीले तपाईँले बाटो हाम्रो अरू चाहिँ के होला शेरबहादुर कहाँ छ शेरबहादुर कहाँ छ गगन थापाको कहाँ छ तपाईले भन्नु मामा तपाईले चाहिँ भन्नु पर्यो के मन्त्रीले छेकेको छ शेरबहादुर देउवाल छेके सभापतिले छेकेको छ हामीलाई उहाँहरूले छेक्नु किन छेक्नु हाम्रो पार्टी कार्यालय त भन्छु पार्टी कार्यालयमै जान्न नपाउने अरे पनि अब नेता पनि जान नदिऊ भित्र त्यसो भए किन पाउँदैन के तपाईँ रोक्नु किन पायो तपाईँ चाहिँ रोक्नु पायो हामी चाहिँ मिटिङ छिर्न नपाउने हामी भित्र छिर्न होल भित्र भाइहरू तपाईँले गर्दा गर्ने होइन कि पार्टी रोक्नु पर्ने छैन भने यतिखेर देख्न सक्नुहुन्छ यहाँ नेपाली कांग्रेसको पार्टी कार्यालय केन्द्रीय कार्यालयमा यतिखेर नेताहरू आउने क्रम जारी छ।
र यहाँ यतिखेर तपाईँ हामीले देख्न सक्छौँ नेताहरू आइराख्नु भएको छ र विशेष न्यायाधीशको माग राखिराख्नु भएको छ र उहाँहरूको के छ विशेष महाधिवेशन हुनुपर्छ हाम्रो पार्टी कार्यालयमा हामी जान्न पाउने हुन्छ वातावरण विशेष महाधिवेशन हुनु पर्यो प्रकाश महतले नुवाकोट जिल्लामा एउटा वडामा जितेर देखाओस् त्यो कुरो गर्नु पर्यो कि दाइ त्यहाँ हामी जान पाउनु पर्यो त्यो कुरो दाइले गर्न मिल्दैन हामी जान पाउनु पर्यो दाइले त्यो कुरो हामी जान पाउनु पर्यो सुन्नु न हामी बाहिर जान पाउनु पर्यो हामी बाहिर जान पाउनु पर्यो पार्टी कार्यालयमा हामी जान पाइएन हामी छिर्न पाइएन हामी के कारण जान पाउने हामी पार्टी कार्यालयमा हामी हाम्रो पार्टी कार्यालयमा जान पाउने हुन्छ हामी छिर्न पाइएन यो गाडी छोडिदिउँ न गाडी जाओस् हामी त्यही गर्दैनौँ दाइलाई जोड्नुहोस् चुप लाग्यो दाइको दुई शब्द सुनौ चुप लाग्यो नेपाली कांग्रेसको संविधानको धारा 17 को 2 अनुसार 40% भन्दा बढी महाधिवेशन सदस्यहरूले विशेष महाधिवेशनमा आएको खण्डमा बोलाउनु पर्नेछ भन्ने छ बोलाउन सक्नेछ भन्ने छैन त्यसकारणले यो के भने तजविजी कुरा भन्दा नि बोलाउनै पर्छ त्यसकारण यसलाई अझै पनि बीचको कुनै बाटो लिएर सबैको सहमति हुने गरेर एउटा बिन्दु निकालौँ भन्ने प्रयत्नमा म अहिलेसम्म पनि छु भोलिसम्म पनि रहौँला अन्तिमसम्म रहौँला तर कुरा चाहिँ के छ भनेदेखि यो संविधानद्वारा सञ्चालित पार्टीको रूपमा विकसित गर्नको निम्तिको लडाईँ हो व्यक्तिगत इच्छा आकांक्षा या लहरले कहिले कहाँ कुन बेला जे मन लाग्छ त्यो गर्ने भन्दा पनि संस्थागत विधिसङ्गत ढङ्गले पार्टी चलाउनु पर्छ अहिले आम रूपबाट जनताको बीचमा जो परिवर्तनको चाहना छ जुन खालका हाम्रा पुराना गतिविधिहरूबाट असन्तुष्टिहरू छ जेएनजी आन्दोलनपछि जो व्यापक रूपबाट जनतामा परिवर्तनको माग छ त्यसलाई पनि सम्बोधन गरेर विशेष महाधिवेशन मार्फत एउटा नयाँ कांग्रेस नयाँ दृष्टिकोण नयाँ विचार नयाँ कार्यशैली तिर हामी लाग्नुपर्छ भन्ने कुरा मेरो कुनै दुविधा छैन अहिले पनि विभिन्न ठाउँमा सुनिन्छ कति सत्य हो होइन अनुशासनका कारबाही गर्ने कुरा अथवा चाहिँ नि विभिन्न शक्तिबाट चाहिँ कतिपय ठाउँ सभापतिहरूले जानुहुन्न भनेर भन्ने कुरा म बिहानभरि पनि सुनिरहेको छु तर मेरो आग्रह के छ भने उहाँहरूले के भन्नुभयो भन्नु भएन कहीँ अनुशासन कारबाही हुन्छ गयो भने भन्नुभयो भन्ने पनि सुनिन्छ त्यसका मैले हिजो पनि भने के भने ल अनुशासन कारबाही गरेर म पनि जाँदैछु कार्यवाहक सभापतिले कार्यकर्तालाई निषेध गर्नुभएको रहेछ पार्टी कार्यालयमा होइन त्यसो नभनौँ यसलाई निषेधै पनि नभनौँ वस्तुगत परिस्थितिले कहिलेकाहीँ पार्टीको प्राङ्गणभित्र पर्न निषेध गरिएको छ योभन्दा अगाडि पनि अहिले पनि किन कसरी गरिया हो त्यो मलाई थाहा छैन तर म तपाईँहरूलाई के भन्न चाहन्छु भने प्रत्येक साथीहरूले असंयमित भएर अर्कालाई व्यक्तिगत गाली गलौज गरेर कसैको चरित्र हत्या गरेर आफू ठुलो मान्छे होइन आफू ठुलो मान्छे हुन आफ्नै चरित्र सुधार्नुपर्छ आफूले आफैलाई अहिले जनसापेक्ष बनाउन सक्नुपर्छ त्यही काममा सबै साथीहरू लाग्नुहोस् धन्यवाद म भित्र नगइकन मैले कसरी भन्नु सक्दिनँ तपाईँ पनि कांग्रेस म पनि कांग्रेस हामी राम्रैसँग कुरा गरौँ राम्रैसँग
सुरक्षित हुनुहुन्न नि दाइ अब चेतना छैन घर सबै थाहा छ है दाइ बोल्नुहोस् तपाईँहरू बोल्नुहोस् है खबरदार हाम्रो पार्टी कार्यालयमा के